नमस्कार साथीहरु, यो चाहिँ मेरो मर्लोको प्लान्टको सेक्सनमा छु, जुन हाम्रो ब्ल्याक ग्रेप्स हुन्छ, जुनबाट हामी रेड वाइन बनाउँछौं। त्यो हेर्नुस् कता कति कलर चढ्दैछ, पाक्दै पनि छ, कुनै हरियै छन्, अझै गुलियो चाहिँ अलिअलि गुलियो आइसकेको छ। मैले चाख्दाखेरि हेर्न सक्नुहुन्छ प्राय बोटमा चाहिँ कालो दाना देखिसक्यो। अनि अहिले जुन यो कन्डिसन छ, अलिअलि पाकेको अलिअलि काँचो जुन छ, यसलाई चाहिँ भेराइजेसन भन्छ। यो चाहिँ अंगुरको पाक्ने क्रममा एउटा स्टेजलाई भनिन्छ। यहाँ हेर्नु कस्तो राम्रो देखिन्छ। यसमा कुनै कालो कुनै हरियो भए। यहाँ त चराले पनि गुड बनाएको रहेछ। कुन चराको हो यहाँ हेर्नुस्। मजाले अलिअलि गुलियो आउँदैछ। यहाँ हेर्न सक्नुहुन्छ। म एउटा टिपेर यो चाहिँ साइज खासै ठुलो हुँदैन। जो ब्लुबेरीको जस्तो हुन्छ नि त्यस्तै साइज हुन्छ यो भेराइटीको चाहिँ। तर यसको चाहिँ बोक्रा चाहिँ एकदम मोटो हुन्छ। देखो यहाँ हेर्न सक्नुहुन्छ। बियान निकालिसकेपछि बोक्रा यत्रो मोटो छ। भित्रको गुदी सबै निकालिसकेपछि नि यो बोक्रा मोटो छ। यसको बोक्रा मोटो हुने कारण के हो भने जुन हाम्रो वाइनमा जुन कलर आउँछ रातो कलर, त्यो चाहिँ यो बोक्राको हो के। अनि जुन टर्रोपन आउँछ, टर्रोपन र कलर चाहिँ यही बोक्राको हो। त्यही भएर मर्लोको चाहिँ एकदम हार्स हुन्छ भन्नाले अलिकति टर्रोपन बेसी आउँछ यसमा। ड्राई वाइन भयो भने यो चाहिँ अलि टर्रो टर्रो खाले हुन्छ। अनि स्वीटमा चाहिँ अब स्वीट नि भइहाल्यो। नेपालमा प्राय चाहिँ स्वीटै खानी हो। यहाँ हेर्नु कुनै कुनैमा यस्तो डिजिज लागेको छ। यो चाहिँ पानीले असर पारेको हामीलाई। पानी पर्दै गर्दाखेरि औषधि अब कुनै कुनैमा अलिक कम पर्यो होला या के भयो होला। औषधि भने फेरि कतिजनाले भन्नु थियो कि औषधि पनि धेरै युज गर्दो रहेछ भनेर। यो औषधि सिम्पल कपर र सल्फर मात्रै हो। यसले चाहिँ हामीलाई यहाँ जुन ढुसी जस्तो आउँछ नि त्यस्तो नआओस् भनेर मात्रै हो के। किन जोगाउनु त पर्यो। कतिले होइन औषधि युज गर्दो रहेछ भन्नु छ। होइन, औषधि त्यस्तै खाएर युज गर्ने होइन। हामीले औषधि युज गरेर गर्ने मात्रै। यहाँ हेर्नु नि गुण छ, चरा भागिसक्थ्यो होला नि। हामीले जम्मा यस उसमा चाहिँ अलिक ढुसी नलागोस्, पानी पर्दाखेरि धेरै डिस्टर्ब नहोस् भनेर हामीले यो गरिरहेको हो। अब अरू भिडियोको लागि चाहिँ मलाई लाइक, सेयर एन्ड फलो गरिराख्नुहोस्। थ्याङ्क यू।